22 मार्च 2025 शनिबारको दिन बेलुकाको 6:30 बजे भइराखेको थियो। बेलुकाको 7 बजेको ड्युटी जानुको लागि म रुमबाट निस्किने बित्तिकै छेउमै साइडमै लट्रीको दोकान छ। त्यो लट्रीको दोकानमा दिउँसो मार्केटमा सब्जीहरू किनेर उब्रेको 1 रिङ्गेट पैसा थियो। त्यो 1 रिङ्गेटले मैले लट्री नम्बर काटेँ। अनि त्यो लट्री नम्बर काट्ने बित्तिकै अब ड्युटी आएँ म। ड्युटी आउँदै गर्दाखेरि एउटा थोत्रे गाडीले पिछा लागेको जस्तो लाग्यो। अब बाटो हो, बाटोमा त अब को हुन्छ नि होइन। अनि पिछा लागेको जस्तो लाग्यो। अनि म यादै नगरी सुई आएँ। यहाँ आइसकेपछि ऊ त्यो गेटमा, त्यो गेटदेखि अलिकति बाहिर आइपुगिसक्यो। ए रोक रोक भनेर भन्नु। अनि यसो हेर्दाखेरि अब गाडी पनि त्यस्तै थोत्रै छ, भुस्ती क्लियरहरू जस्तो छ। अनि मैले के भयो भनेर भने, अब म पनि पुरानै हो, मलेसियामा अब पहिल्यैदेखि बसेको, भाषा पनि त्यस्तो छैन, के अरे राम्रै बोल्छु। अनि म चाहिँ चोरहरू होला भनेर, अनि यहाँ त चोर धेरै लाग्छ नि त मलेसियामा त, अनि अहिले मात्रै कम भएको, पहिला त कति थियो। अनि के भयो भनेर भनेको, अलिक कडा स्वभावले नै बोलेँ म। अनि त्यहाँबाट तपाईँको लट्री नम्बर निकाल भनेर भन्यो। अनि मैले किन निकाल्ने भनेर भने, त्यसो भन्दै गर्दाखेरि एउटाले ब्यागबाट कार्ड निकालेर देखायो, सिआइडी रहेछ। अब सिआइडीले चाहिँ यसरी गर्छ भनेर थाहा थिएन। पुलिसहरूको चाहिँ थाहा थियो मलाई। पुलिसहरूले त समाउँछ वर्छ, एकछिनमा अलिकति परतिर गएपछि 10-20 रुपियाँ, 30 रुपियाँ, 50 रुपियाँ दिएपछि जस्तोसुकै अपराध त के अब त्यस्तो सानोतिनोलाई छोडिदिइहाल्छ है। अनि मेरो त्यो पर्ची, मैले अब त्यो काटेको पर्ची निकालेपछि चाहिँ त्यसको फोटो खिच्नु थाल्यो, मेरो भिडियो खिच्नु थाल्यो। अनि गाडीमा बस भनेर भन्यो। अब फेरि यो मलेसियामा हुनुभएको साथीहरूले सोध्नुहुन्छ होला, टोटो त काट्नु पाउँछ, किन पाउँदैन भनेर भन्नुहुन्छ होला। तर टोटो त्यो सरकारलाई ट्याक्स तिरेको टोटो र यो ब्ल्याक हुन्छ नि, एउटा ब्ल्याक, तपाईँहरूलाई थाहा छ होला ब्ल्याक है। यहाँ चाहिँ गाउँ हो, यो एकदम गाउँ हो, यहाँ त्यस्तो दोकानहरू हुँदैन। अनि यहाँ चाहिँ ब्ल्याकमा एउटा दोकान छ, त्यहाँनिर काट्छ क्या। अनि ब्ल्याकको त्यस्तो ठुलो अपराध मानिँदो रहेछ यहाँनिर, मैले पछिबाट थाहा पाएँ। अनि गाडीमा बस भनेर भन्यो, गाडीमा बस भनेपछि बस्नै पऱ्यो। अनि बसेँ। यहाँबाट अलिकति अगाडि बढेपछि मैले बोसलाई फोन गरेँ। बोसलाई फोन गर्दाखेरि बोसले उनीहरूलाई फोन दिएन भनेर भन्यो। अनि मेरो बोससँग कुरा गर भनेर भनेको, तेरो बोससँग कुरा गरेर के गर्नु भनेर भन्यो। अनि कुरा गर्नै मानेन। अनि लाइभ लोकेसन पठा भनेर भन्नु बोसले। अनि मैले लाइभ लोकेसन पठाएँ। अनि यहाँबाट लगभग लगभग कति 15 किलोमिटर होला टाढो चाहिँ चौकी थियो, त्यहाँ लग्यो मलाई। त्यहाँ लगेर डाइरेक्ट माथि लग्यो। अनि मैले लाइभ लोकेसन गरिरहेको थिएँ, त्यो पछ्याउँदै बोस आएछ। अब तल मैले देखिरहेको छु, माथि बसेर सिसिटिभीबाट बोस देखिरहेको छु। बोसले कति फोन गरेर फोन उठाउनै दिएन। अनि मैले भने मेरो बोस तल आइरहेछ भनेर भन्यो। अनि तल आइरहेछ भनेर भनेपछि पर्ख्यो, 2 घन्टा जति नै पर्ख्यो। हामीलाई चाहिँ त्यहाँनिर टक्क मसँगै अर्को एउटा इन्डोनेसियालाई पनि पक्रेको थियो, त्यही नम्बर काटेरै। अनि अगाडि नै पक्रेर गाडीमा राखिराखेको रहेछ, मलाई थाहै भएन। अनि दुईजनालाई नै मजाले सोफामा राखेर पिज्जाहरू दिन्छ, चिसो कोकहरू दिन्छ, त्यस्तोहरू दियो। अनि खाँदै बस्यौँ। अनि हाम्रो पासपोर्ट लग्यो। पासपोर्ट लगेर चाहिँ त्यहाँनिर अब के गर्न थाल्यो, कम्प्युटरमा ड्याङ गर्न थाल्यो। अनि यत्रो फाइल बनाइसक्यो क्या, यत्रो फाइल बनाइसक्यो। अनि त्यो चाहिँ केस गरिसकेको रहेछ, दर्ता भइसकेको रहेछ। अनि तल 2 घन्टा पर्खेर बसेको थियो बोस। अनि उसले चाहिँ सोधेछ त्यहाँ, अब 2 घन्टासम्म पनि भेट्नु नदिएपछि त्यहाँ यताउति सोद्धाखेरि अब आज हुँदैन, भोलि मात्रै हो भनेर भनिदिएछ त्यो पुलिसहरूले। अनि यो सिआइडीको चाहिँ फाल्टै ग्रुप हुँदो रहेछ, जुन कसैको कुरै नसुन्ने, डाइरेक्ट घुल्ने। अनि 6:30 बजे लगेको हामीलाई 2-3 चोटि हामीलाई भोक लागेको छ, पिज्जाहरू दियो, के दियो, त्यस्तै बिस्कुटहरू दियो। खायौँ, बस्यौँ, मजाले खायौँ, बस्यौँ। त्यतिन्जेल मजाले उनीहरूले त्यो फाइल बनाइसक्यो। अनि 11 बजे चाहिँ ठ्याक्कै लु फोन ल्याऊ भनेर भन्यो। अनि फोन दिउँ, फोन दिएको एकछिनमा त हतकडी गडममै लायो। त्यहाँबाट 11 बजे हतकडी लाएर गाडीमा हालेर लग्यो अर्को ठाउँ। अनि अर्को ठाउँ लगो। अनि अर्को ठाउँ लगेको त ओहो, त्यो मैले देखेकै थिइनँ त्यो ठाउँ। अनि ठुलो ठुलो जेल रहेछ, त्यहाँ लगो। अनि त्यहाँ लगेर आफूले लगाएको जति कपडा छ सर्लाक सुर्लुकै सबै एउटा केही नै नराखिकन सर्लाक सुर्लुक खोल्नु लाएर, अनि त्यो जेलभित्रको कपडा लाउनु लायो। अनि त्यो कपडा लाएर हामी बस्यौँ। अनि अब भोलि त बोस आउँछ होला भन्ने अब थियो मनमा। अनि भोलिपल्ट बिहानै तिमीहरू दुईजना आऊ भनेर भन्यो। अनि त्यहाँबाट हामी त बोस आयो होला भनेर खुसी भयौँ है। अब उसको इन्डोनेसियाको बोस अर्कै, मेरो बोस अर्कै हुनु चाहिँ। अब तर हामी एकैचोटि पक्राउ खाएको। अनि त्यहाँबाट अनि बिहानै लगो तल झारो माथि, हामीलाई कति तल माथि राख्थ्यौँ। तर अब दिन हो कि रात हो थाहै नहुने क्या, पुरै अँध्यारो। अनि केही यस्तो अगाडि, सिधा अगाडिको मान्छे देखि अरू केही नदेखिने, वरिपरि भित्ता पुरै। अनि लगेपछि त अनि अब किन होला भनेर, अब केही थाहा थिएन किन होला भनेर। अब बोस आयो होला जस्तो लागेको थियो र लगेको तल तल झऱ्यौँ। तल लगेपछि त मेडिकल गऱ्यो, पुरै हाम्रो ब्लड प्रेसरदेखि लिएर सबै चेक गऱ्यो। अनि त्यति चेक गरेपछि फेरि ल्याएर त्यहीँ हालिदियो। त्यहाँबाट त पुरै तनाव लाग्नु थाल्यो। अब घरतिर नि फोन गरेको छैन, कसैलाई फोन गरेको छैन, फोन हातमा छैन, केही नै छैन हातमा। त्यो यस्तो भित्तादेखि यताको भित्ता, यताको भित्तादेखि उताको भित्तादेखि केही देखिँदैन। पहिलो दिन अलिक तनाव भएन, दोस्रो दिनदेखि त कति तारिक भयो, कति दिन भयो, दिन हो कि रात हो कि
यस्तो तनाव भयो, सुत्नु त्यही सिमेन्टीमै सुत्नु, त्यही सुतेकै छेउमा टोयलेट पनि त्यहीँ, टोयलेटमा पनि ढोका-सोका केही नभएको, त्यहीँको पानी खानुपर्ने। अनि भात यत्रो यत्रो भात र तातो पानीमा नुन हालेर ल्याइदिन्छ, त्यो पनि त्यहीँ बसेर खानुपर्ने। यति तनाव, यस्तो टेन्सन, पुरा पागल जस्तो क्या, दिमागले केही काम नगरे जस्तो हुनु थाल्यो। अनि अब कति दिन भयो, अब 1-2 दिनसम्म त आज अब भोलिपल्ट भोला है, त्यो खाना दिएको अनुसारले पनि भोलिपल्ट भोला है जस्तो लाग्थ्यो। त्यहाँ 2-3 दिन पछाडि त अब कहिले कतिखेर रात हो, कतिखेर दिन हो, अब त्यो बाहिरको नजारा हेर्न पाए पो थाहा हुनु। कतिखेर रात हो, कतिखेर दिन हो, केही नै थाहा भएन। अनि अब त्यस्तो गर्दै 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 सुत्नु त्यो चिसो भुइँमा, त्यहाँनिर फेरि यति बिरामी हुँदाखेरि पनि त्यो हेर्दैन रहेछ। अगाडि एकचोटि मेडिकल गरिसकेपछि मान्छेको स्वास्थ्य राम्रो छ भने अब त्यहाँ हुलिसकेपछि चाहिँ जतिसुकै बिरामी होस्, मरोस्, तर हेर्दैन रहेछ। अनि त्यो मसँगै जाने त्यो इन्डोनेसियामा धेरै बिरामी भयो, ज्वरो आयो उसलाई। अब त्यो पानीहरूले पनि असर गर्यो होला, टोयलेटकै पानी खानुपर्ने है, असर गर्यो होला। अनि एकदम ज्वरो आएको थियो। अनि मैले चाहिँ भाषा जान्ने, अनि त्यो पुलिसहरूलाई चाहिँ, त्यहाँनिर हेर्ने पुलिसहरूलाई चाहिँ, उसलाई ज्वरो आइरहेको छ, एउटा गोली भए पनि ल्याएर दिएन भनेर भन्दाखेरि यस्तो गाली गर्ने, पुरै त्यो मुख छाडेर गाली गर्ने क्या बिचरा। अनि कति दिन भएको थियो, अब थाहा नै हुँदैन थियो दिनरात। अनि उसको ज्वरो अलिकति कम भयो। अनि धेरै पछि अब पुरै अब गइ नै रहेछ, अब सकिएको रहेछ, अब कति वर्ष बस्नुपर्ने, म त त्यही सोचिसकेको थिएँ। अनि पछिबाट अनि कति दिन पछाडि हामीलाई अदालत लाने भयो। अब अदालतमा फैसला गर्छ नि त, केस हेर्छ नि त। अनि अदालत लाने भयो। अनि त्यो अदालत लाने समयमा बाहिर निकालो, त्यो ट्रक हुन्छ, ट्रकमा हालेर लान्छ। अनि सबैजनालाई अब कोही के केसमा, कोही के केसमा आएको हुन्छ। अनि त्यो ट्रकमा हाल्यो, ट्रकमा हालेर अनि लाँदाखेरि त बाहिरको नजारा देख्दाखेरि त कस्तो भएको क्या, पुरै कस्तो खालको फिल भयो। अनि लगो त्यहाँबाट अदालत चाहिँ निकै टाढो रहेछ। लगो अनि अदालतमा पुरै लाइन लगाएर, अब आफ्नो आफ्नो केस के केस छ, एकैचोटि 10-15 जनालाई चाहिँ लाइन लगाएर हडकडी लगाएर लगेको छ एउटै साङ्लामा। अनि अदालतको उसमा लगो अदालतमा लगेपछि बोसले चाहिँ अब त्यो भेट्नु चाहिँ भन्दै दिँदैन रहेछ। तर बोसले चाहिँ यताबाट केस चाहिँ लड्दै रहेछ यो वकिल सोकिल लगाएर। अनि अनि वकिल पुरा लिएर गएको रहेछ। अनि त्यहाँबाट त्यो अदालतमा ढोकाबाट भित्र पस्ने बित्तिकै त्यो नाम एकजनाको नाम बोलाउँछ। त्यो नाम बोलाउँदाखेरि ढोकाबाट भित्र पस्ने बित्तिकै पर बसिरहेको देख्दाखेरि त रुएँ म त। सब कति धेरै रुएँ क्या, अब आँसु आयो अनि रुएँ। अनि त्यहाँबाट त्यो जुन वकिल चाहिँ, जुन मेरो पालो आउनुभन्दा अगाडि, अनि वकिल आयो। अनि वकिल आएर तेरो बोसको मान्छे हो म, अनि उमेरहरू सोधो, सबै सोधो, यस्तो यस्तो। अनि त्यहाँबाट म यहाँनिर जे भने पनि हो, मैले गल्ती गरेको हो मात्रै भन्नु, मैले गल्ती गरेको होइन, मैले जान्दिनँ थिएँ, यताउति केही नभन्नु भनेर भन्नु। अनि त्यहाँबाट त्यही भने, मेरो पालो आयो। मेरो पालो आएपछि अब सोधो, अब तैँले के गल्ती गरेको होस् भनेर। गल्ती गरेको, तँलाई यो हराम हो भनेर, यो गलत हो भनेर थाहा थियो कि थिएन? थाहा थियो भनेर। अनि त्यहाँबाट फैसला सुनायो। ल अब जरिमाना 14,000 रिङ्गेट, 14,000 रिङ्गेट जरिमाना। 14,000 भनेको नेपालको लगभग 5 लाख जति नै हुन्छ अहिले। अनि 14,000 जरिमाना तोक्यो। जरिमाना 14,000 तोकेपछि छोडिदिने भन्ने कुरा आयो त्यहाँनिर। अनि त्यो वकिलले, जुन बोसले भिडाएको थियो, त्यो वकिलले भनौँ, मैले पनि अब सुने होइन, अब यसले 14,000 कहाँबाट ल्याएर तिर्छ? अब यो महिनाको यति सय खान्छ, यति सय तलब छ, अनि यति सयमा अब महिनाको 14,000 के अरे यसले 14,000 चाहिँ कहाँबाट ल्याएर तिर्छ? अलिकति हेरिदिनु पर्यो। उसले पनि अब ठुलो अपराध गरेको होइन, मान्छे मारेको होइन, के होइन, यताउति के त्यस्तै भयो। त्यस्तो भनेपछि बल्ल 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 12,000मा घटाइदियो। अनि त्यो 12,000 बोसले दियो। अब त्यो पैसा त मैले तिर्नु पर्यो होइन? अनि त्यहाँबाट त जसो तसो 14 दिन भएको रहेछ। 14 दिनको दिनमा निक्लेर त आइयो। तर आएपछि अब सेक्रेटरीको सेलरी कति चाहिँ हुन्छ र? अब बोसले 1000 काट्छु महिनाको भन्नु थाल्यो। अनि अब नेपालबाट आएको ऋणै त्यत्तिकै थियो। अब घर परिवार हेर्नुपर्ने, अनि कहाँबाट पैसा पुर्याउनु? त्यहाँ भित्र बस्दा त जति तनाव भएको थियो, बाहिर निस्किँदा झन् बढी तनाव भयो। त्यहाँबाट 1 महिना चाहिँ यताउति गरेँ। अनि अहिले अब मैले जस्तै उता काम गर्छु नि, दिउँसो अर्को ठाउँमा काम गर्छु नि, यो चाहिँ यसैको लागि काम गर्दैछु। मार्च 2025मा बाट सुरु भएको मेरो, अहिलेसम्म तिरिसकेको छैन। आधी पैसासम्म चाहिँ 1000 काट्यो। त्यहाँबाट उता चाहिँ मैले 500 मात्रै काट भनेर 500 काट्दैछ। अनि मलेसियामा अथवा कुनै पनि देशमा भएको साथीहरू, हामीले यो लट्रीहरूदेखि लिएर हरेक, पुरानो मान्छे हो म भनेर त्यो भन्नु नहुने रहेछ। म पनि मतलब गर्दिनँ थिएँ है। तर जब परिन्छ अनि थाहा हुँदो रहेछ। अब 12,000 रिङ्गेट भनेको नेपालको लगभग 4 लाख रुपियाँ। 4 लाख रुपियाँ, 1 रुपियाँ, यहाँको 1 रुपियाँमा
4 लाख रुपियाँमा फसेँ म हेर्नु। अहिलेसम्म त्यो तिरिरहेको छु पैसा। त्यही भएर साथीहरू यदि ब्ल्याकमा कुनै पनि लटरी होस् या जेसुकै होस् ब्ल्याकमा छ त्यो सरकारको कर छलेर चाहिँ गरिरहेको छ भने त्यस्तोमा चाहिँ एकदमै ध्यान दिनु होला, एकदमै ध्यान दिनु होला। तपाईँको मोबाइलभित्र छ भने पनि तपाईँले लटरी काट्नु जानुभयो, तपाईँले त्यो रिसिप्ट लिनु भएन, मोबाइलमा फोटो राख्नुभएको छ भने पनि यति ठुलो केस बन्दो रहेछ नि, यति ठुलो केस बन्दो रहेछ। तपाईँको लटरी 2 नम्बरी लटरी ब्ल्याकमा लटरी खेलेको भनेको लगभग यो बलात्कारी केसहरू हुन्छ नि, हो त्यस्तै नै रहेछ, डेन्जर हुँदो रहेछ। त्यही भएर म चाहिँ चेते साथीहरू, तपाईँहरू पनि विचार गर्नु होला है। अब म पुरानो हो, म त यस्ता भनेर चाहिँ कहिले त्यो सम्झिनु हुँदैन। अर्काको देश हो, आफ्नै देशमा त गाह्रो हुन्छ, यो अर्काको देश हो, धेरै गाह्रो हुँदो रहेछ। अझ बोस राम्रो थियो मेरो, यदि बोस चाहिँ अलिकति नराम्रो परिदिएको भए म अहिलेसम्म पनि भित्रै सडिबस्थेँ होला है। यदि म के अरे यदि मैले त्यो जरिमाना तिर्नु नसकेको भए अथवा बोसले नतिर्दिएको भए 1 वर्षदेखि 1.5 वर्षसम्म चाहिँ म भित्रै बसिराख्नु पर्ने रहेछ त्यो रहेछ। अनि त्यहाँबाट चाहिँ अनि पछि चाहिँ अब टिकट काटेर अनि डाइरेक्ट नेपाल पठाइदिँदो रहेछ, त्यस्तो गर्दो रहेछ। त्यही भएर साथीहरू मैले चाहिँ भोगेँ है। हामीले एकदम अर्काको देशमा बसेपछि धेरै कुरामा चाहिँ एकदम विचार पुर्याएर मात्रै अगाडि बढ्नुपर्ने रहेछ है साथीहरू। यो कहानी कसले हेर्नुभयो, मेरो वास्तविक कहानी हो। अहिलेसम्म पनि मैले पैसा तिरिरहेको छु। त्यही भएर तपाईँहरूलाई पनि थाहा छ त, मैले दिउँसो अर्को ठाउँ काम गर्छु, राति यहाँ आफ्नो काममा भइहाल्यो, दिउँसो अर्को ठाउँ काम गर्छु। यो काम चाहिँ किन गर्छु त भन्दाखेरि यही हो, यस्तै मेरो उसमा चाहिँ आइलागेर गरेको। अब अहिले यति त्यो पैसा तिर्नु नपाएर साहुहरू यति फोन गर्छ, कराउँछ, मलाई गाली गर्छ। अब ठिकै छ, के गर्ने, बिस्तारै तिरौँला भन्छु, तर पनि मान्दैन, कोही बेला धेरै तनाव दिन्छ। त्यही भएर भिडियोहरू पनि कोही बेला मैले हाल्दिनँ क्या साथीहरू। ल साथीहरू, कसैलाई चाहिँ अब राम्रै सन्देश गयो कि भन्ने आशा गरेको छु। मैले चाहिँ विदेशमा जेल जीवन 14 दिनको बिताएको यही हो, तर मलाई 14 वर्ष जस्तो लाग्यो।